From the land of Lalitpur, today we meet Santa Kumar Sakya, a master sculptor devoted to preserving Nepal's timeless statue making tradition. So let's see his journey through this documentary. मेरो नाम सन्त कुमार साक्य मेरो जन्मस्थान ललितपुर ओकुबाल महाबौद्ध अब यो ठाउँलाई हामी यो नयाँ घर हो मेरो पुरानो टजलमा अहिले नयाँ घर यतालिपीमा बसेको म यो ठाउँलाई यतालिपी भन्छ मेरो जन्म साल चाहिँ 2004 साल हो 9 महिना 6 गते त्यस्तै पर्छ मेरो चाहिँ पर्खाउले काम चाहिँ सुनको गरगहना काम हो हाम्रो लासा नेवार हो हामी किरुङमा जासल छ हाम्रो बाबुबाजेको पालो मैले त मलाई त थाहा छैन बाबुबाजेको पालोमा त्यहाँको तिब्बतनहरू यता आएर यो चाँदीको ढाक्या भन्छ त्यस्तो मान्यहरू बनाउने हाम्रै घरमा आएर बनाउँथ्यौँ त्यो थाहा छ मलाई पहिले चाहिँ मूर्ति बनाउँदाखेरि स्थापनाको लागि मात्रै बनाउँथ्यो हैन अनि पूजाआजा गरेर यो सुरु गर्ने बेलामा धर्मको त्यो भावना गरेर चाहिँ पाकल गरेर त्यस्तो बनाउँथ्यो अनि अब मेरो पालामा भनौँ न त्यति बेला बिजनेस सुरु भयो 2000 मैले काम सुरु गरेँ 2019 सालबाट त्यति बेला म झन्डै 15 वर्ष जति भयो त्यति बेला मेरो के बानी थियो भने सिसा अगाडि राख्ने मेन एक टुक्रा ल्याएर सिसा अगाडि राखेर आफ्नो मुख हेरेर बनाउने चावल चाहिँ भैँसीको सिङ हुन्छ नि सिङलाई काटेर बनाउँछौँ हामी केही न केही मिल्न आउँछ इन्ट्रेस्ट चाहिँ मठ मन्दिरमा गएर हेर्ने बुद्धलाई फेस एउटा भए पनि कपी गरेर कपी बनाउन मेनको कपी गरेर त्यसमा थाहा छ लिएर बिस्तारै अनि काम जाने त्यति बेलाको साथीहरू मिलेर साथीहरू स्टुपा बनाउने त्यस्तो पनि छ कोही जनावर बनाउँछ हामी हाम्रै टजल चोकमा आफ्नो घर अगाडि एउटा चोक छ भित्र चाहिँ 5 पैसा लिएर प्रदर्शन देखाएको एक दिनको मैले थाहा पाए अनुसार त जर्मनीहरू विदेशीहरू धेरै आएर यहाँको पुरानो मन्दिरमा जान्छ जे मूर्ति पसलमा राखे पनि लिएर जान्छ कि उनीहरू जस्तो सुकै बनाए पनि उनीहरूलाई चिज हुन्छ 19 सालमा भनेपछि 15 वर्ष भएको बेलामा आफूले पनि काम सिक्न गएको गुरु कहाँ सिकेर पहिले 6 इन्चीको बुद्ध बनाएँ मैले बुद्ध पनि छिट्टै बनाउन जान्यो भनेको मतलब पुरा मोडल गरेको होइन कि त्यो ठासा भन्छ ड्यासबाट लिएर मात्रै बनाउन जानेको त्यहाँ 1-2 वर्ष त्यसो बनाइसकेपछि अनि आफ्नै घरमा आएर मैले काम सुरु नै गरेँ जानेको बनाउने अनि अरूलाई लिन आउँछ त्यस्तो बिस्तारै बनाउँदै ठुलो गर्दै अहिले त धेरै ठुलो पनि बनाएको छ पछि चाहिँ 2028 सालतिर 28-29 सालतिर तामाको छ नि जस्तै सानो चाहिँ 24 इन्चीको सहस्रभुज बनाएर बेच्न लगेँ मैले मलाई एउटाको 800 रुपियाँ पाएँ मैले 800 लिएर म बुद्धिस्ट पिलग्रिम भनौँ न तीर्थयात्रा गरेँ यसमा पैसा आउने रहेछ भनेर पल्केर यसैमा काम सुरु भयो प्रक्रिया भनेको अब यो मूर्ति कस्तो किसिमको ढाल्ने हो के को बनाउने हो पहिले त सुरुमा त अब मेनको बनाउँछ मेन पछि अनि माटोले छोपेर गोबर मसिनो माटो घाममा सुकाउनु हुँदैन हावाले मात्रै सुक्नुपर्छ पहिलो माटो र भुस मिलाएर मसिनो माटो सुकिसकेपछि 2-3 चोट कोट गर्नुपर्छ कोट गरिसकेपछि त्यो मेनलाई पगालेर लिएपछि भित्र कोक्रो हुन्छ अनि तामामा पगाल्ने पट्टी हुन्छ नि त्यो हावाले फुकेर चाहिँ तामा पगाल्ने त्यो पग्लिएको तामालाई भित्र खोक्रो भएको माटोको भाँडामा राख्ने हामी त्यसलाई चिसोमा पानीमा राखेर फुटाउने जसरी बनाउँछ त्यसरी नै आउँछ आफूलाई जुन चाहिने मेटल हो
सुनको पनि ढाल्नुहुन्छ, तलवारको पनि ढाल्नुहुन्छ, तामा पनि ढाल्नुहुन्छ। तामा पनि मिश्रण गर्ने छ हैन। पुरै तामामा काम गर्न गाह्रो हुन्छ, बुट्टा काट्नलाई सजिलो हुन्छ। मैले सुरु गर्दाखेरिको र अहिलेको धेरै किसिमको फरक भइसक्यो। पहिले त्यो च्याक भाउ भन्छ, खसी भाउ, त्यसले हावा फुकेर मात्रै तामा पकालिन्थ्यो। एउटा हावाले पुगेन भने अर्को पनि त्यो पाल राखेर जोडेर तामा पकाल्ने। जति ठुलो भयो त्यति हावा पनि धेरै दिनुपर्छ। गोलले पकालिन्थ्यो। पछि आएर मोटी तेल यो डिजेलले पकाल्ने त्यस्तो पट्टि पनि आयो। इलेक्ट्रिक ब्लावर भनेर चाहिँ भारतबाट आउँछ, चाइनाबाट आउँछ। 50 नम्बर 60 नम्बर भनेर त्यो राख्ने। कोइला पनि धेरै किसिमको कोइला आयो। कोइलाले नै पकाल्यो भने छिटो पलिन्छ। तर कोइला पनि जथाभावी हुँदैन। पहिले हामी स्टिम कोइलाले गर्थ्यौँ। एकचोटि राप दियो भने अनि त्यसपछि सेलाएर जाने। त्यसले धेरै दुःख पाए हामीले हैन। फिनिसिङ गर्ने पहिले चाहिँ हातले अथवा रेतीले खाक्सीले गर्थ्यो। अनि पछि मेसिन पनि युज गर्छ, सानो टुल्सहरू युज गरेर। अनि तामा पकाल्ने पनि पहिले सानो भाँडामा पकाल्थ्यो, अहिले चाहिँ ठुलो भाँडामा भयो। अनि स्याप पोल्ने पनि, स्याप भनेको त्यो माटोको साँचो पोल्नलाई पहिले दाउरा बालेर आफैले चाहिँ इँटाको बनाएर माटो लिपेर भित्र साँचो हालेर पोल्थ्यो। अहिले चाहिँ अर्को सिस्टम चाहिँ अलिअलि फरक भयो। धेरैजनालाई सिकाइसकेँ मैले। हाम्रो नेपालको हस्तकला महासङ्घ भन्ने छ। मैले जानेको अनुसार ठाटो वस्तु विकास समितिमा मलाई संयोजक बनाइदियो। संयोजक भएर धेरैजनालाई प्रशिक्षण दिएर काम सिकाइसकेँ। बुट्टा अब काट्ने तालिम भयो, मेनको बनाउने, माटोको बनाउने। भनौँ न खर्छेरी भन्छ, पञ्चबुद्ध भन्छ, अमिताभ भन्छ हैन। यस्तो बसेको अच्छा भनेको यस्तो भयो, अमोक सिद्धि भनेको यस्तो भयो, बैलचन भनेको यस्तो भयो हैन। अलग अलग 5 किसिमको हुन्छ। त्यो मुद्रा थाहा हुनुपर्छ हामीले। थाहा नभए जथाभावी बनायो भने चाहिँ त्यो मिल्दैन। सबै मिलाउनु पर्छ, लक्षण चाहिँ मिलाउनु पर्छ। अब खर्छेरी भनौँ न, कर्णाभे 4 हात भएको कर्णाभेलाई अब दायाँ हात यसरी जपमाला समातेको हुन्छ, अर्कोमा अरू फुल समातेको हुन्छ, यता अगाडि 2 हातमा रत्न छोपेको हुन्छ। त्यो सबै थाहा हुनुपर्छ। बुद्ध भन्न साथै हामीले कल्पना गर्ने क्या। बुद्धबाट एकदम शान्त स्वभावको चाहियो। अनि कर्णाभे भयो, अलि लाम्चो खालको कर्णको दृष्टिले यस्तो सानो आँखा, त्यो हिसाबले चाहिँ बनाउने आफूले कल्पना गरेर। अनि कर्णाभे भनेको पनि 108वटा छ कर्णाभे। अब आफूले बनाएको चाहिँ हेर्न साथै थाहा हुन्छ। मेरो स्पेसलिस्ट मैले सशको अन्तर्राष्ट्रियमा पनि नाम छ मेरो। त्यहाँ पनि मेरो मूर्ति भनेर बेच्नु लाग्यो भने किन्छ भनेको पनि मैले सुने। नेपालमा पनि यो कपी गरेर पसलमा बेच्नु जाँदाखेरि सन्त कुमार दाइको भनेर बेच्नु लाग्छ अरे। होइन जस्तो भयो भन्छ, हो भनेर त्यस्तो फकाएर पनि बेचेर आउँछ अरे। कोही त भन्छ नि मेरो मूर्ति यस्तो कपी लियो उस्तो कपी, त्यो कराउनु चाहिँ म कहिले पनि गराएको थिएन अहिलेसम्म। झन् नाउँ चाहिँ मेरो राम्रो भयो भनेको ठान्छु के म। मेरो ढङ्गै अलिक छ नि। आफूले बनाएको प्रक्रिया पुऱ्याएर बनाएको त अलि लक्षणले पूर्ण हुन्छ। कपी लिएको कुनै न कुनै फरक हुन्छ क्या। त्यो यसो हेर्न साथै यो ढङ्ग मिलेन। आफूले बनाएको यति हुनुपर्छ भने थाहा, त्यो बनाएको आफ्नो मूर्ति देखाउन साथै थाहा हुन्छ। पहिला अब यो रह मेटलहरू धेरै सस्तो थियो। हाम्रो वर्कर्सहरू पनि सस्तो, जुन सामान पनि सस्तो भनौँ न। गभर्मेन्टले पनि हेरिदिन्छ। अति अन्तर्राष्ट्रियमा बेच्नु लाग्यो भने त्यहाँ बाहिर लगेको त्यो प्रमाण हुन्छ नि। त्यसबाट चाहिँ 40% दिएको थियो अरे। सरकारले चाहिँ विदेश मुद्रा कमाएको बापत चाहिँ अनुदान जस्तै भन्यो यो मूर्तिकारहरूलाई यस्तो दिनुपर्छ भने दियो। नराम्रो मूर्ति पनि लग्यो होइन।
औटै फाल्नै परे पनि फाइदा हुने भयो त्यस्तो भएर जथाभावी भयो कि हाम्रो नेपाली कलालाई बदनाम जस्तो भयो सरकारले चाहिँ अहिले चाहिँ धेरै महँगो भएर अब भंसार पनि पूर्ण रूपमा लिएछ अतिरिक्त भंसार बिक्री कर आयकर के भनेर मिलाएर लिन्छ नि अरू राष्ट्रले बनाउँदाखेरि मेटलहरू सबै एकदम सुलभ तरिकाले पाउने भयो हाम्रो नेपालमा ल्याएर महँगोतिर ल्याएर बनाएको मूर्ति त बाहिर पठाउनु पनि गाह्रो भयो गभर्नमेन्टले के गरिदिनु पर्छ भने यस्तो आयकर भंसार सबै पूर्ण रूपमा छुट गरे कस्तोलाई छुट गर्ने फेरि व्यापारीहरूलाई होइन कि पूर्ण रूपमा यो चाहिँ धातु मूर्तिकरमै लागेको हो भनेर थाहा पाएर मात्रै दिने त्यस्तोलाई छुट दियो भने चाहिँ एक्सपोर्ट गर्ने त्यसको बेनिफिट के छ भने सरकारलाई विदेश मुद्रा त कमाउने भयो नि हामीले गरेर अब अन्तर्राष्ट्रियमा आफ्नो कला प्रदर्शन गर्न पनि सक्यो विदेशमा प्रतिस्पर्धा गर्नलाई सजिलो भयो पार्टीहरू नै आउँदैन क्या सुन महँगो भएको कारणले धर्म गर्नेहरूलाई पनि गाह्रो भयो डोनेसन दिनलाई पनि एउटा 5 फिटको मूर्ति राख्नु इच्छा भए तापनि सुन महँगो भएकोले नै गर्न सक्दैन कलेक्सनको लागि कोही नेपालीहरू पनि लिन्छ तर नेपालीले मात्रै लिएर पुगेन के त्यो अन्तर्राष्ट्रियमै चाहिँ एक्सपोर्ट नै गर्न सक्नुपर्छ हामीले अनि सबैले काम पाउँछ अहिले चाहिँ एउटा मूर्ति बनायो भने त्यसमा काम गरेको बापत चाहिँ पैसा कमाउनु गाह्रो के गाह्रो भने अब एकजना झ्यामी लगाउने 1400 1500 1600 जस्तोकै काम गरे पनि पाउँछ नि अब यो धातु मूर्तिकोमा काम गरे भने पाउँदैन त्यस्तो नपाएको कारणले अब आफ्नो छोराछोरीले काम गर्नै छोड्यो पढिसकेपछि ल म ब्याङ्कमा जान्छु अथवा सहकारीमा कुनै कार्यालयमा त्यस्तो जागिर खान जान्छ अथवा विदेश पलायन हुन्छ अब अहिले बाहिर मेलामा पनि नेपालमा बेच्न सकेन अब लगिसकेपछि ल्याउनलाई गाह्रो भयो अनि जथाभावीले बेचिदिन्छ क्या त्यो लानेहरूले धेरै लगिदिन्छ अब मेरो विचारमा के गर्नुपर्छ भने त्यसलाई त्यहाँ खास चाहिँ एक्जिबिसन मात्रै एउटा दुईटा पिस मात्रै डिजाइन मात्रै देखाउने हो त्यहाँ बेच्न नपाउने गरी त्यस्तो गर्न सक्यो भने अर्डर मात्रै लिने के त्यसो भने इज्जत हुन्छ नि हाम्रो नेपालको बेच्न सक्ने जति बेच्छ बाँकी भएको ल्याउने सट्टा पैसा जम्मा गर्नलाई जथाभावी बेचिदिन्छ एकदम प्रोसेस लामो छ अहिले मेन ल्याउनेलाई कन्ट्याक्ट गर्नु पर्यो माटो ल्याउनलाई गन्दा गर्नुपर्छ फुस ल्याउनलाई गर्नुपर्छ गोबर लिन जानुपर्छ धेरै किसिमको सामान जुटाएर मात्रै यसलाई काम सुरु हुन्छ अनि त्यसपछि ढालिसकेपछि सफा गर्ने मान्छे एकजना हुन्छ बुट्टा काट्ने मान्छे एकजना हुन्छ पालिस टल्काउने त्यो अलग हुन्छ अनि त्यसपछि सुन हाल्न कस्तो किसिमले सुन हाल्ने त्यो सुनलाई पाउडर गर्नेहरू त्यसका गएर अलि यो सुनभन्दा अलि महँगो छ त्यो बनाइरहेको मुखमा चाहिँ लेख्नुपर्छ त्यो लास्टमा लेखिसकेपछि अनि ढक्कन चाहिँ मन्त्र हाल्नलाई ढक्कन तलबाट हालिदिन्छ कालीगरहरू अब पहिले जस्तो छँदै छैन धेरै पैसा दियो भने यसमा काम गर्छ यो काम त अब इज्जत पनि छैन त्यस्तो भने जस्तै इज्जत त धेरै सरकारले नै दिनुपर्ने के यसलाई हाम्रो पुस्तान्तरण नभएको कारण पनि थियो पढे लेखेका हाम्रो छोराहरू पनि हुन्छ नि पढे लेखेर पनि आफूले पुरानै शैलीमा काम गरिरहेको हुन्छ त्यसैमा बसेको हुन्छ त्यस्तै अलि ठाउँ पनि फरक हुन्छ हाम्रो कामै त्यस्तो गोल चाहिन्छ होइन आगो चाहिन्छ पेनको त्यो थोपा त्यस्तो खस्ने त्यो सबै हरेक किसिमले फोहोर हुन्छ मिसिन लगाएको हुन्छ ठुलो हुन्छ त्यस्तो अहिले त अलिअलि भएर आएछ कलाकारलाई सम्मान त गरेको छ त सम्मान गरेको अनुसार सम्मान मात्रै भएर पुगेन पैसा पनि त चाहियो जानुपर्छ पाल्नु पर्यो सबै गर्नु पर्यो नि गभर्मेन्टलाई थाहा नै छैन यिनीहरूलाई कसरी प्रमोट गर्ने भने थाहा नै छैन कि हामी नै गएर हामी जानलाई आफ्नो काम छ आफ्नो काम छोडेर त्यस्तो भनौँ न मैले त गरिरहेको छु अलिअलि
अरूलाई जान सक्दैन नि बरु अर्को काममा गए हुन्छ भनेर त्यस्तो सोच्छ कि यो काम गर्दैन गभर्मेन्टले पनि मान्यता अरू अफिसको भन्दा यसलाई मान्यता धेरै दिएर पैसा पनि कमाउने सक्ने भयो भने यही काम गर्छ नि धातु मूर्तिको धेरै किसिमको काम छ के तर विदेशको प्रतिस्पर्धा गर्न सक्दैन अहिले चाहिँ चाइनाले पनि बनाउन थाल्यो अरे भारतमा पनि अलिगढमा बनाइसक्यो होइन हाम्रै कपी गरेर बनाइसक्यो त्यो गरेको पनि अब 2038 सालमा म भ्रमण जाँदाखेरि 2 ट्रक त लोड गरिरहेको देखेँ मैले आफैले बनाएको कपी ल्याएको थिएँ सबैले चाहिँ यसलाई सहयोग गर्नुपर्छ होइन यो कुन किसिमले जाने हामी जसलाई पनि सल्लाह गरौँ अब उहाँहरू विज्ञहरू पनि हुन्छ नि यो होइन गभर्मेन्टको तर्फबाट हामी सबै जुटेर मिटिङ गरेर यसलाई के गरिए हुन्छ भनेर चाहिँ कुनै सङ्घ संस्था अथवा चाहिँ सरकारी निकायले गरिदिनु पर्ने पङ्सार छुट गरेर के हुन्छ मान्यता दिएर सत्कार गरेर विदेश बजार खोजेर हुन्छ कि अरू देशले त त्यस्तो गर्छ नि अब हामी चाहिँ घरेलु केमा दर्ता गर्छ एकचोटि दर्ता गर्छ चलेको छ कि छैन पनि थाहा छैन दर्ता गर्यो यसलाई पैसा तिर्नु गयो मात्रै रेन्यू भन्छ नि त्यसो भने अलिअलि हुन्छ बन्दै भएको पनि थाहा छैन उनीहरूलाई त्यो किन बन्द भयो भनेर उसलाई लगानी छैन कि बजार छैन कि के गरिदिनु पर्छ त्यस्तो बुझाइ पनि छैन अहिले त्यो भएर पनि हामीहरू गाह्रो भएको छ अब आर्कोलोजी पास गर्नुपर्छ होइन 1 नम्बर त अनि हस्तकलामा मूल्याङ्कन जानुपर्छ आर्कोलोजी पास गर्ने भनेको ठुलो मूर्ति चाहिँ गर्नै पर्दैन मेरो विचारमा किनभने 2007 साल अगाडि त्यस्तो धेरै ठुलो मूर्ति नेपालमा बनाएकै थिएन के 5 फिट भन्दा मेरो विचारमा कतै पनि पाउन सक्दैन मेरो विचार छैन अहिले चाहिँ 15-20 फिट 50 फिट पनि बनाउन सक्छ त्यस्तो मूर्तिलाई आर्कोलोजी पास गर्नुपर्छ भन्ने छैन नि पुरानो हो कि नयाँ हो त्यो गर्ने हो नि त्यसको आर्कोलोजी पास गर्ने हो नेपालमा बनाएको हो भने छाप लगाउने त हो नि त्यो चाहिँदैन मेरो विचारमा झमेला छ एयरपोर्टमा पनि छोडिदिनु पर्छ कि हाम्रो सामान आयो कि छोडिदिनु पर्ने कि